हामी चाहिँ यसलाई कुबिन्डे मिठाई भन्थ्यौँ, तर यसको विश्वव्यापी नाम चाहिँ पेठा रहेछ। त्यो चाहिँ अलि पछि थाहा भयो। यो हाम्रो छिमेकी देश इन्डियाको ट्रेडिसनल मिठाई र खास गरी मङ्गोलको समयमा आगरादेखि उत्पत्ति भएको मानिन्छ। लोकल फ्याक्ट्रीहरूमा यो अति अनहाइजेनिक तरिकाले बनाउँदा मानिसहरू यसलाई खान अलि सशङ्कित भएको पाइन्छ। आज बनाऊ हामी हाम्रै किचनमा। म एउटा पाकेको कुबिन्डोको कट लिएको छु र यसलाई म भित्रको सफ्ट र सिड भएको भागलाई सेपरेट गरेको छु। यसपछि म यसको स्किनलाई पनि राम्रोसँग निकालेर यसलाई फर्कले मजाले पियर्सिङ गरेको छु। अब हामी यसलाई एकदमै समान क्युबमा काट्छौँ। अब हामी चुनालाई पानीमा मिक्स गरेर हामी काटेको क्युबलाई यो पानीमा डुब्ने गरी 2-3 घन्टा राखिदिन्छौँ। यसपछि हामी यसलाई एक गरी राम्रोसँग धोएर 10 मिनेटको लागि बोइल गर्छौँ। त्यसपछि हामी यसको पानी ड्रेन गर्नको लागि एउटा गरी फैलाएर राख्छौँ। यसमा रहेको पानी हल्का सुकिसकेपछि अब हामी आवश्यकता अनुसार पानी र चिनीलाई राखी चास्नी तयार गर्छौँ। एडिसनल फ्रेग्रेन्सको लागि हामी सानो अलैँची सुकमेललाई फुटाएर एड गर्छौँ। मसँग भएको केही स्याफ्रन पनि यसमा एड गरी एकछिन पकाई यसको चास्नी नघटुन्जेलसम्म यसलाई मजाले पकाउँछौँ र हामी यसलाई 2-3 घन्टाको लागि यत्तिकै छोड्छौँ। यो एकदमै सफ्ट भइसकेको हुनाले हामी यसलाई केयरफुल्ली बाहिर निकाली यसलाई सुकाउँछौँ। कृपया नोट गर्नुहोला, यदि तपाईसँग ओभन वा एयर फ्रायर छैन भने तपाईँ घाम नलागेको बेला यसलाई चिसोमा ट्राई नगर्नुहोला। धन्यवाद।